हेलो हेलो साथीहरू, म चाहिँ आज कहाँ जाँदैछु भने अब तपाईहरुलाई भन्न मन लाग्यो। म चाहिँ ताप्लेजुङ पाथिभरा जाँदैछु। मेरो चाहिँ फ्यामिली नै जाँदैछौँ हामी चाहिँ है। यो चाहिँ बाटोको भ्यू हो। यस्तो राम्रो पहाडको भ्यू हजुरहरुलाई देखाइरहेको छु, हेर्नु होला। यस्तो राम्रो छ है, हेर्नुस् त। अब पाथिभरा हिँड्दै गरेको हामी चाहिँ। अब पाथिभरा जाँदा जाँदै यहाँ काबेली खोलाको चाहिँ दर्शन गरेर जानुपर्छ भनेर चाहिँ भन्दो रहेछ, र त्यही भएर पनि हामी चाहिँ काबेली खोलाको पनि दर्शन गर्दैछौँ भनौँ न। म दर्शन गर्दैछु। काबेली खोला हो यो चाहिँ। यो काबेली खोलाको चाहिँ पानी हाम्रो पाथिभरा मातालाई चाहिँ लगेर चढाउनु पर्छ अरे है, अनि आफ्नो मनको इच्छा पुरा हुन्छ। यो चाहिँ अब हामी चाहिँ फेदी पुगेको ताप्लेजुङ हो यो चाहिँ। अब ताप्लेजुङको लालीगुँरास हेर्नु होला साथीहरू, यस्तो ढकमक फुलेको छ लालीगुँरास। ताप्लेजुङको पाथिभराको यो चाहिँ यस्तो राम्रो, यस्तो सुन्दर भ्यू अनि लालीगुँरास हेर्नु है साथीहरू। यस्तो राम्रो। ल माताको पनि दर्शन गरियो, दर्शन गरेर फोटो पनि खिचियो, अनि त्यसपछि फर्केर पनि अब आइयो भनौँ न। दर्शन गरेर हैन, दर्शन गरेको र अब फोटोसोटो पनि सुट गरियो, फोटो खिचियो। फोटोसोटो खिचेर चाहिँ हामी फर्केर आयौँ। आएपछि चाहिँ अब हामी चाहिँ हाम्रो फिदिम बजारमा चाहिँ आई लभ फिदिम रहेछ। यहाँ चाहिँ मेरो साथीले चाहिँ ल यहाँ जानुपर्छ भनेर भन्यो। त्यसपछि आई लभ फिदिम गएर फोटोसोटो खिचियो, हल्का रमाइलो भयो। फिदिम बजार पनि धेरै रमाइलो भइसकेको रहेछ। जस धेरै वर्षपछि म चाहिँ फिदिम पुगे हो हैन। र अब पाथिभरा पुगेर फर्केर आउँदा फिदिम पनि बसेर घुमियो, फिदिम बजार। त्यसपछि त्यो साथीसँग हल्का फुल्का रमाइलो क्याफेतिर कफीहरू पनि खाइयो। यो चाहिँ साँझको है फिदिमको हो यो चाहिँ। हल्का रमाइलो सबैजनाले कफी लिँदै, यो चाहिँ सबै फिदिमको दृश्य है साथीहरू। ऊ चाहिँ मेरो मुटुको टुक्रा छोरी।